हेलो गाइस नमस्ते सबैजनालाई सन्चै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा है आज चाहिँ हामी छोटो मिठो भिडियो ल्याउँदैछ आज चाहिँ हामी टक्क दुईजना यहाँ मासु लिन जान लाग्यो मासु रे त्यसका पार्टी के अरे कस्तो साइजको हाम्रो पुरा लिन जान लाग्यो हामी चाहिँ होइन अनि टक्क यहाँ चाहिँ साथीलाई कुरेको साथी कता गयो कता रोशनलाई फोन गरेको रोशन कता कता टक्क हामी चाहिँ बसिरहेको छौँ तिरेर होइन अनि आज कहाँ के गर्ने अब रोकेको उपलब्ध हुन सकेन आज हामी बिहामा जानुपर्ने हुन्छ अनि यता चाहिँ हाम्रो कहाँ त्यो खानाहरूको कहाँ हुन्छ है त्यही हो हामी चाहिँ मेन रोडमा छ मेन रोडमा छ हामी चाहिँ मेन रोडमा होइन हाम्रो चाहिँ चितवन पर्साको मेन रोड हो अनि मैले चाहिँ धेरै दिनपछि लिएर आएँ फेरि पनि ब्लग हेर्न नबिर्सिनु होला त्यो चाहिँ यताबाट जाने हो त्यही नै हो सबैजनाले भिडियो हेरेर है कस्तो छ भनिदिनु होला र यताको चितवनतिरको फेरि खतरा रोड बनायो फेरि आँखा होला फेरि सबैजनाले ल हामी चाहिँ अब एकछिन भेट्नु होला है त्यो भएर चाहिँ भेट्नु होला हामी चाहिँ यता के अरे पुरान वर्ष आइपुग्यो अहिले पुरान वर्षमा चाहिँ मेन रोड बन्द हो अनि त्यही भएर हल्का बाटो बन्द हो हामी चाहिँ अनि भित्री आएर यता चाहिँ बन्दैछ क्या अहिले हाम्रो यतातिर मेन रोड बन्दैछ अनि मेन रोड बन्दैछ अहिले उताको अघि आएको मेन रोड चाहिँ अब त्यता नि बनाउँछ ठुलो अनि यता चाहिँ ठुल्ठुलो गाडी चल्ने अनि उता चाहिँ सानो त्यस्तो अब 4.5 वर्ष भन्डाहरूको त्यो सानो गाडी चल्छ यता चाहिँ ठुल्ठुलो ट्रकहरू चल्छ त्यही कारण यहाँ ठुलो बनाउँदैछ अब अलि वर्षपछि हुन्छ यहाँ पनि ठुलो त्यही हो भन्दैछ मेरो चाहिँ भ्लग त है अब हामीले कामको बेलामा है पुरा ढुङ्गान गरेर मैले भनेको छु ल हामी फर्किन पर्ने भयो है यता चाहिँ बाटो बनाउँदैछ अरे यता माथि जा अब फेरि फर्काउन पर्ने हुन्छ जा फर्के पनि सक्यो बाटो बन्द रहेछ अनि बाइकहरू त कहाँ जाने बाइकहरू त गइरहेको त बाइक सिटी मात्र बाटो यता नि खाँदा बाटो अनि यताबाट कता जाने अनि त्यो चाहिँ निस्किन्छ त ल अस्ति नै हामी यता चाहिँ हामी यता बाटोबाट पुल बन्द ड्राइभर होइन यहाँ फेरि खुङ्खा ड्राइभर फेरि फर्केर हामी रिटर्नै आएको छु अब अर्कै बाटो जाने होला यता अर्को बाटो चिनेको छैन एनसी छिराउनु आउँछ हामी चाहिँ अब यता जानु हो होइन अघि यता आएको अब चाहिँ यता ए यतातिर चाहिँ अलिक बनिसक्यो रोड यतातिर चाहिँ बनिसक्यो अब त्यतातिर अलिक बन्दैछ होइन यहाँ हाम्रो पुलिस चौकी चाहिँ यहाँ छ पुलिस चौकी मामा घर हाम्रो कार चाहिँ बबाल भयो है ठ्याप्चो पऱ्यो ठ्याप्चो गर्ने खाले पऱ्यो यतातिर चाहिँ बनायो होइन हल्का त्यता मात्रै अब यता पनि बन्छ होला अलिक वर्षै लाग्छ महिना त होइन वर्षै लाग्छ हाम्रो मासु पुऱ्याउने ठाउँ पनि फेरि यतातिर यता र यता छ अघि आएको बाटो अहिले देखाउनु पाएन अब अहिले देखाउँला है ल मोबाइल पनि हल्काइसक्यो है हामीले ड्याङ हल्लिन्छ होला हल्ले पनि हल्का अब मिलाउने होला अब मिलाएर हेर्छ अबि हल्ले पनि मिलाएर हेर्नु होला होइन ड्याङ्गै त होला ल त्यही नै हो हल्का अगाडि छ बिहान बनाउनु पर्ने
त्यहाँ अगाडिबाट थियो ऊ त्यहाँ अगाडि थियो अगाडि हामी चाहिँ यता जानुपर्ने हुन्छ अहिले हामी हल्का त्यो भेटौँला बाटोको त्यो देखाउँला ल हामी चाहिँ यस्तो ठाउँमा आइपुगिसक्यो है अब धानबारी आइसक्यो हामी चाहिँ है त्यो सब धानबारीतिर आइसक्यो हामी चाहिँ हामी पनि धानबारीतिर अब धानबारी मान्छे धानबारी पुगिसक्यो सबैजना है अहिले त गरी पनि बढिरहेको छ है यतातिर जाने लास गरी बढिरहेको छ फाइन लगाएर बसे पनि गर्मीले लोड गर्थ्यो हेर्ने घाम यस्तो छ के ₹5 अरे 10 रुपियाँ ल हामीले पैसा भेटिसक्यो है हामीले पैसा भेटिसक्यो खै ए लाटो पूजा गरेको पैसा रहेछ पूजा गरेको पैसा उठाएन पैसा भेटा पूजा गरेको पैसा यही हो टिपेर लाउने चाहिँ पहिला चाहिँ टिपेर हिँड्थ्यो हामीले अलिकति हुन्छ बच्चा हो त्यहाँ टिपेर हिँडिदिन्थ्यो अहिले त फेरि आमा लाँडो फेरि यसले अहिले पनि टिप्न लाउँला ठाउँहरू चाहिँ यस्तो छ हाम्रो चितवनतिर भ्लग बनाउनु भयो त होइन धेरै राम्रो ठाउँ छ क्या बनाउन थाल्यो भने धेरै राम्रो ठाउँ छ मान्छेहरू नबनाउनु भयो मात्रै यतातिर है यता त्यो राम्रो ठाउँ छ यता त के कुरा गर्नु भिडियो बनाउँदैछ जङ्गल टाइप नै आइसक्यो यसको क्यामेरा कतिको अस्ति अर्को मोबाइल किन्ने बेला अर्को मोबाइलको चेक गरेर बबाल चाहिँ क्यामेरा यसको त अलिक झार आउँदो रहेछ हामी चाहिँ अलिक अगाडि गएर भेट्छ अब गर्मी हामी चाहिँ नक्कली ड्याममा आइसक्यो रापती ड्याम नक्कली ड्याम हाम्रो है हाम्रो चाहिँ यतातिरको नक्कली ड्याम हो आउन त आयो तर हामी कता आयो हामी आउनु त आयो तर कता आयो बाटो यो फर्स्ट टाइम बाटो हाम्रो मेरो चाहिँ यसो थाहा भएन अरू चिनेर त अब फर्स्ट टाइम है के हो के फर्स्ट टाइम जस्तै मेरो हाम्रो कस्तो घुमेछ अहिले मात्रै घुम्यो हामी त अघिको बाटो अब भएर त ट्याक्कै हुन्थ्यो निस्किन्थ्यो अहिले टाढै हुन्थ्यो अब हामीले यत्रो घुमेर सब केराघारी नै केराघारी अनि हामी सरको यो पनि केराघारी नै हो यस्तो बार चाहिँ हो अब यस्तै घर बनाउने हो पछि गएर यस्तै घर बनाउने हो यस्तै घर अन्त आयो तर हामी कुदबाट फर्स्ट टाइम बाटो आयो तर आम्फै बाटो आयो आम्फा बाटो अघि हामी तर हामी ट्याक्टर ब्लक गर्दै यहीँनिर आइपुग्ने अहिले आएको बाटो त्यहाँनिर बन्द थियो ट्याक्टर तर आउन त्यही बाटो हो आउन त्यो त्यसको बाटो होइन त्यस्तो घुम्ने बाटो होइन रनिङमा आइपुग्छ रनिङ भन्दा अघि हामीले ट्याक्कै अगाडि आइपुग्दो रहेछ यहाँ हो यो बाइक गएकोतिरबाट यताबाट आउने हामी चाहिँ यतापट्टिबाट आउने अहिले जाने यता अघि जाने चाहिँ हामी यही बाटो आउने तर त्यो पछाडि चाहिँ बन्द थियो नि त अघि नै उतै पुगिसक्यो माथि पुगिसक्यो हुन्थ्यो तर त्यो बाटो बन्द भएर अहिले भर्खर हामी आउने यसलाई चाहिँ सुर्ताना भन्छ सुर्ताना हेर्ने खोला चाहिँ यस्तो खोला
दलदली लङ्का दलदली रे दलदली नानीहरू अनि यता नि छ अनि पहिला पहिला हामी चाहिँ यहाँनिर उता पछि उता नुहाउन आउँथ्यो कि उता होइन उता नुहाउन जान्थ्यो तर अब बबाल माछा हो क्या माछा चाहिँ यस्तो ठुल्ठुलो छ नि आमा के कुरा गर्ने सेम यो केटी जस्तो कि यो जस्तो कि सेम यता चाहिँ पोखरी छ होइन पोखरी छ पोखरी कस्तो हेर्दा समझ रहे हो ना बाटो त्यस्तो मोड चाहिँ बबाल छ है हाम्रो यता मोडको त पुरै नगर्यो मोड त कति हो मोडै मोड मान्छेहरूले भन्छ कि होइन मेरो साथीहरूले अब मेरो पनि त्यसमा भ्लगमा अलिकति भएन कन्टेन्ट भएन अनि के अरे अलि अरूकोमा त हुन्छ नि कमेडी समेडी त्यो कमेडी नै भएन भन्छ अब त्यो कमेडी फेरि हान्न त हाल्छु तर त्यो आउनु पऱ्यो नि कोही हुँदैन अब एक्लैमा अलिक आउँदैन क्या केटाहरू बल्ल कमेडी आउँछ न त अब लाइभतिर बस्ने बेला होइन लाइभमा बस्ने बेलामा पहिला कति मान्छेहरू हँसाउँछ सोसाइटीले अहिले त बस्दैन लाइभ पनि हो त्यो है भएन त्यो चाहिँ अलिक भएन भन्छ कि घर सुरु गरेर भ्लग बनाएर अनि कहाँ त्यसरी आउँछ त कमेडीहरू हुन पऱ्यो हल्का मान्छेहरूलाई हुन्छ नि अलिक मजा आउने खालि गर्नु पऱ्यो अब त्यस्तो मजा आउँदैन हामीलाई चाहिँ सिक्यो भने पछितिर होला नि पछितिर टक्क अनि कमेडी होइन सबै दिने कमेडी मात्रै होइन 5 माने भन्ने ठाउँमा आइसक्यो 5 माने कुदाइसक्छ कसैले इन्ची नापेर आम्फा नाचेर नापेर अहिले फेरि त्यस्तै हो त्यसै भनेखेरि कहाँ भित्र छ त घुसाउँदाखेरि फेरि चाहिँ फेरि भर गाडी चलाउनु सिकायो है फेरि सिकेर फेरि राइडर हो राइडर के सम्झ राइडर रनिङ त फेरि बबाल हान्छ नि फेरि अहिले पछाडिको पाङ्रा उडाएर चलाउँछ अहिले फेरि हाम्रो चाहिँ काम है बिहान 4 बजेबाट दिउँसो 10 बजीसम्म हुन्छ बिहानको 10 बजीसम्म हुन्छ बिहान 4 बजेबाट 10 बजीसम्म अनि त्यहाँबाट खानासाना खाएर त्यस्तै 12 बजीतिर ए हो अनि 12 बजीतिर आउँछ सबैजना म चाहिँ 3 बजीतिर आउँछु म चाहिँ अहिले अब हल्का यो काम भएर कुरा सुरा हालेर भेट्छ है त ल हामी लोड गरेर नि हिँडेको है कुरा सुरा लोड गरेर नि हिँडेको गर्मी चाहिँ लोड छ मुखसुख भएर हिँडेको हामी चाहिँ पुरा धुन अगाडि अनि गर्मी चाहिँ लोड छ है हामी चाहिँ हिँडेको गर्मीले लोड छ क्या हामीले लोड गरिसक्छ है यता छ कुरा त्यो धेरै पनि छैन धेरै छैन जम्मा 20-25-30 वटा जति छ अनि यता चाहिँ बब्बा लोड भएर हारमा लोड भएर फेरि अहिले बाटो फर्किनु पर्ने हुन्छ अहिले अर्कै जान्छ काटा अफर रह्यो लेलो मालदा लेलो सब धान काटेर धानफा हानेर पनि हिँड्छ है काटकुट अहिले त कसरी हेरेर तार्छु नि के को हाम्रो चाहिँ गाडीको मिल्छु भेट भएर छ बहुत गर्मी है रे भाइ साहब अब चाहिँ हामी पसलतर्फ लागिरहेको छ है टक्क पसल जानुपर्ने हुन्छ त्यहाँ गएर फेरि अनि कुखुरा बनाउन पर्दैन होला पर्छ हल्का बनाउनु पर्छ तिमीलाई पुगिहाल्यो अब हाम्रो नि गएर कुखुरा राखिदिने टक्क अब पास हानेर टक्क जानुपर्ने हुन्छ घरतिर हिजो त आमा लोड ढिलो लाग्छ हाम्रो चाहिँ काम
सडक किमा त हिजो लोड बनाएर 12 बज्नु लागिसकेको थियो हिजो त बजारतिर हामी 12 बज्नु लागिसकेको थियो हामी चाहिँ 5 मानेको चौधरी टोल आइसक्यो यता सब चौधरी मात्रै यता चौधरी टोल अनि फेरि चौधरी टोल हामी चाहिँ अहिलेको मोडमा आइसक्यो फेरि मोड यहाँ बेला त आएको मोड आइसक्यो मोड त बब्बा छ नि यताको मोडै डेन्जर क्या नुहाउन आउने चाहिँ पहिला यता थियो क्या अहिले त कस्तो फोहोरै फोहोर भयो उता माथि आउँथ्यो हामी नुहाउन अहिले त पुरै फोहोरै फोहोर खोले सुकिसक्यो कि खोले सुकिसक्यो यता त पहिला त लोड स्कुल पढ्दाखेरि भागी स्कुलै नगइकन हामी आउँथ्यो कि सबैजना नुहाउन आउँथ्यो साथीहरू अहिले त सम्झिने आज सबैजना बाहिर गइसकेको रहेछ आज मैले हामी सब पढेको साथीलाई भेटेको थिएँ म मासु डेलिभरी गर्दाखेरि त्यो पनि दुध पुऱ्याएर आएको रहेछ अनि भेटेको थिएँ अनि कुरो गर्दै हिँडेको थिएँ हामी ए दलदले अब छन त केही जानु माथि होला दलदले चौर चाहिँ बबालको छ है फेरि आएको चौर चाहिँ बबाल ठुलो खेल्दा पनि मजा आउँछ पहिला हामी आउँथ्यो पहिला ठुलो खेल्नलाई अब त फुटबल हेर्न पनि छोडिदियो खेल्न त खेलिरहन्छ कहिले कसो यत्तिकै कामतिरलाई पनि खेल्न पाउँदैन त्यही अब अघि बाँच्नु पनि लिएर नै बिचमा हामी चाहिँ अहिले जङ्गलबाट है केराघारी जङ्गल सब केराघारी मात्रै छ हामी पनि अब कुनै केराघारी गर्नुपर्छ है यसले आइफोन 11 64 जिबीको है किन्न लागेको थियो अनि त्यसमा चाहिँ 64 जिबीको भएर त्यो चाहिँ किनेन त्यही किन्न लागेको थियो सर 64मा नराम्रो के भएन अनि यो मोबाइल किने यो मोबाइल त्यो 64को त्यो आइफोन 11 लाई चाहिँ कति 28,000 भनेको थियो तर अर्को ठाउँमा गएर सोचेको अर्कै मोबाइल त्यही मोबाइल 64 जिबी त राम्रो थियो त्योभन्दा नि राम्रो कन्डिसनको थियो त्यहाँ चाहिँ 27 भने होइन अनि तर 128 भनेर किन लाग्यो फेरि पैसा झिकेर रेडी गरेको होइन तर 64 भनेर फेरि यो मोबाइल किनेर लाग्छ त्यो लगाउनु भएर यो किनेर अनि अहिले त गेमै गेम बबा चल्छ पब्जी हान्छ नि त पब्जी अहिले मैले पनि फेरि कहिले कसो पब्जी हान्ने गरेँ है फेरि पब्जी कोही यस्तो पार्टनर बन्नुहुन्छ भने आउनु होला मसँग पब्जीमा केटा होइन फेरि केटी केटादेखि केटी खेल्न त आउँदैन यसो सिकाउनलाई है त्यही भएर चाहन्छु अब कामतिर गएर अनि कामसाम सकाएर अनि घरतिर चलिङ तपाईँ गाडी चलाउँछु भने पहिला मैले बाइक चलाउँथेँ होइन अनि बाइक चलाउनु मैले एफजेडबाट सिकेको थिएँ अनि बाइक चलाउनु बिर्सिएर त्यसका लागि बाइक चलाउनु बिर्सिएर डेलिभरी गर्ने पनि बाइक चलाउनु पर्छ होइन सबले चलाउँछ यसले चलाउँछ अनि अर्को भाइले चलाउँथ्यो अनि मैले चाहिँ अलिक बिर्स्या भएर चलाउँदिनँ तर अहिले चाहिँ मैले 1-2 हप्ता भयो मैले पुऱ्याउने भने चाहिँ सिकिसकेँ बाइक चलाउनु बिर्सिँदा पहिला चाहिँ मैले सिकेको मैले एफजेडबाट चलाउँथ्यो तर बिर्सिरहेको कि र अहिले चाहिँ चलाउने गरेछु अन्त बगालो यही बाटो कुदाउँदै हिँड्ने हो म यही बाटो भन्दा अर्को पनि देखाउँथ्यो फेरि यही बाटो कुदाउँदै हिँड्ने उहाँ देखिहाल्छ नि सिसामा
जहाँबाटै देखाउने फेरि देखाइहाल्ला नि हाम्रै देखाएको छैन देखाएको छ नि भाइ हाम्रो दाजुभाइ कुखुरा हेराइसकेको छ कुखुरा हेराएर पनि अब पसल पुगेर टक्क लाएर कामसान भ्याउनु पर्ने हुन्छ हाम्रो चाहिँ प्लोटिङ आइपुग्यो पहिलाको हाम्रो प्लोटिङ हाम्रो भाइरल प्लोटिङ आइपुग्यो है प्लोटिङ भनेर अहिले त घरै घर बन्छ के को प्लोटिङ भन्ने अरे घरै घर बन्छ अहिले घरको प्लोटिङ जति सब खाइसक्यो प्लोटिङले ए हाम्रो यता पनि बाटो बन्दै है बाटो बन्दैछ त्यसै कारणले गाडीहरू सब जान्छ हान्सीमा लामकाले हाम्रो चाहिँ पर्सा पुल यस्तो भइसक्यो सब सुक्खल भइसक्यो अहिले त सुक्खल मान्छे पनि सुक्खल खोला पनि सुक्खल भइसक्यो हाम्रो मेन हेर्नु हाम्रो 24 कोटी भन्ने ठाउँ है 24 कोटी हामी पहिला बसेको घर हो फेरि 24वटा कोठा भएको लामो घर 24 कोटी यो अगाडिको यही हो यही 24वटा कोठा भएको होइन माथि अत लामो छ अनि पहिला हामी बसेको सुरुमा अहिले त यहाँको सबहरू सबै त सरिसक्यो सरेर हामी पनि सरेर यसरी नि हामी यस्तरी 24 कोटीमा आउँछ कोठी नै कोठी बनाउँछ अब यही हो चाँडी पर्छ भनेर उयो चलाउँछ यही हो होइन अनि अघि मैले भन्दैन बाटो उता यस्तो ठुल्ठुलोको लागि मात्रै हो सानो सानो चाहिँ यस्तो सानो सानो चाँडी पर्छको मात्रै है ल हामी बस्छौँ पनि अब यो पुग्न लाग्यो आऊ ल बस्नु पनि आइपुग्यो है हामी अब आजलाई भिडियो यति छ के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला है हामी चाहिँ यता उतानिर हाम्रो चाहिँ यहीँ हो पसल हामी चाहिँ काम गर्ने हो सबैजना होइन यही हो अनि के कस्तो लाग्यो हेरेर कमेन्ट गरिदिनु होला आजलाई